नमस्कार, म शर्मिला वाइवा। सामाजिक सञ्जालमा निकै भाइरल हुन आएकी मेरो नाम लिली अनि मलाई पछाडिबाट प्रहार गरेर मार्न खोज्ने शर्मिला श्रेष्ठ भन्ने शर्मिला राई। कानुनले कस्तो खालको कारवाही गर्छ उसलाई त्यो पनि हेर्न बाँकी नै छ। नमस्कार, म शर्मिला वाइवा। सामाजिक सञ्जालमा निकै भाइरल हुन आएकी मेरो नाम लिली अनि मलाई पछाडिबाट प्रहार गरेर मार्न खोज्ने शर्मिला श्रेष्ठ भन्ने शर्मिला राई। उसले आज आएर मेरो विभिन्न विषयमा मेरो चरित्र हत्या भइरहेछ होइन, मेरो विभिन्न विषयमा बोलिरहेको छ उसले। ठिकै छ, सामाजिक सञ्जाल यस्तै हो, राम्रो कामलाई भन्दा पनि नराम्रो कामलाई बढी फोकस गरिन्छ। ठिकै छ, कानुनी उपचार मैले खोजेको छु। अब कानुनले कस्तो खालको कारवाही गर्छ उसलाई त्यो पनि हेर्न बाँकी नै छ हामीले। अब रह्यो कुरा, उसले सामाजिक सञ्जालमा आएर मेरो घर बिगार्यो, मेरो यो भन्नुहुन्छ। घर मैले बिगारेको होइन नि शर्मिला, मैले कहाँ बिगारेको तेरो घर? तँ हजुरबाउ भन्ने साउनीसँग तँ रिलेसनमा बस्ने दुलाल भन्ने है, माकलबारी हो त्यो बुवाको घर। त्यो बुढासँग तँ रिलेसन बस्ने, तेरो घरमा तेरो विदेशमा तर श्रीमान छ अनि 2टा छोराछोरी छ। तेरो छोराछोरीको कसम खाएर भन्, तैँले त खान्छ। फेरि तैँले फेरि झुटो बोल्न चाहिँ तँलाई फेरि कसले पनि सिकाउनु पर्दैन। त्यो तेरो ओठले पनि बताउँछ के, त्यो ओठ छ नि, ओठ, त्यो शब्द तेरो झुट छ। अहिले म हस्पिटलको बेडमा छु है, मलाई पनि गाह्रो भइरहेछ। तेरो भिडियो हेरेर चाहिँ मलाई चाहिँ गाह्रो होइन कि कतिसम्म झुट बोल्दो रहेछौ आइमेले भनेर चाहिँ म तँलाई मूल्याङ्कन गरिरहेको छु कि। अनि रह्यो कुरा, तैँले रड प्रहार गरेर किन भागेको त? म भागेको छैन रे, त्यसको मेरो जक्सनमा छ अरे। तँसँग म जक्सनमा बस्ने मान्छे हो, म भट्टीमा बसेर जान खाने मान्छे हो। तँ जस्तो हो म? के हो? म तँ जस्तो हो? कहाँ तँ मेरो घरको छेउतिर जङ्गलतिर आएर बस्यो, कहाँनिर तँ? अनि एकदमै नचाहिँदो बोलिरहेछस्। तेरो घरबार मैले बिगारेको होइन, तँ अलरेडी तेरो घरबार बिग्रेको पनि हो होइन। अलरेडी तेरो घरबार आफैले बिगारेको। विदेश श्रीमानलाई पठाउने, अब यता अर्को श्रीमान खोज्ने हिँड्ने, त्यो प्रमाण मैले तँलाई भनेको पनि छु। अहिले तेरो लेटेस्ट बोयफ्रेन्ड चाहिँ बाबु खत्री भन्ने भक्तपुरको है, जो व्यक्ति बिचरा अहिले तेरो कारणले गर्दा उसले यति दुःख पाइरहेछ, यति दुःख पाएछ बिचरा, यति दुःख पाएछ। सायद त्यो बाबु खत्रीलाई शर्मिलाले पछाडि रड हालेर ल्याएको छ, शर्मिलालाई हान्छ भनेर उसले सोचेको पनि थिएन होला कि। आज ऊ यति नराम्रो भइरहेछ कि अहिले, यति नराम्रो, बुझ्यो नि, तेरो कारणले गर्दा। तँ जस्तो सडक छापले गर्दाखेरि त्यो बाबु खत्रीलाई यति नराम्रो भएको छ। दाइ, तपाईँलाई त मैले जहिले दाइ सोचेर रेस्पेक्ट गर्थेँ मैले बाबु खत्रीलाई त, जहाँ भेट्दा पनि नमस्कार दाइ भनेर रेस्पेक्ट गर्थ्यो। तपाईँको भात खाने मुखले भनेको, गु खाने मुखले भनेको, तपाईँले शर्मिलाको रुम सार्न आएको थियो नि त होइन। त्यो फुटेज पनि मसँग छ, रुमबाट तपाईँहरूले सामान सारेको फुटेज पनि मसँग छ अलरेडी, मैले खिचेको। म माथि थियो नि, मैले खिचेको, किनकि भोलिको दिनमा प्रमाण चाहिन्छ भनेर चाहिँ मैले खिचेको। अनि रहेको कुरा, तपाईँले आफ्नो गाडी युज गरेर अलिकति पर राखेर चाहिँ मलाई रड प्रहार गरेर तपाईँको गाडीमा शर्मिला श्रेष्ठ फरार भयो, त्यो पनि होइन भन्नुभएको छ तपाईँले। छातीमा हात राखेर भन्नु, तर फेरि शर्मिलाको झुटो बानी छ, तपाईँले त्यसको बानी सिकेको रहेछ जस्तो लाग्यो मलाई। तपाईँले बारम्बार मेरो मान्छेहरूलाई कल गर्नु पर्दैन, नगर्नु कल। कृष्ण लामालाई कल नगर्नुहोस्, बुझ्यो नि, कल नगर्नुहोस् तपाईँले। उसलाई थाहा छ म गलत छ कि सही छ भने चाहिँ कृष्ण लामालाई राम्रोसँग थाहा छ, उसलाई कल नगर्नुहोस्। तपाईँ कृष्ण लामाको साथी पनि होइन र थियो होला कुनै दिन, अवधिबाट तपाईँ साथी पनि हुँदैन। प्लिज कल नगर्नु मेरो मान्छेलाई, बुझ्यो नि। सहीलाई सही, गलतलाई गलत भन्न सक्ने केटा मान्छेलाई मात्रै म केटा मान्छे भन्छु क्या। तपाईँ भक्तपुरको होइन, घरमा 2टा श्रीमती हुँदा तपाईँ अर्काको श्रीमतीसँग ओछ्यान तताउने पुरुषलाई चाहिँ राम्रो भन्दैन। त्यो इभन मैले मात्रै होइन, इभन समाजले पनि राम्रो भन्दैन त्यो कुराहरू। अनि रह्यो कुरा, मैले मेरो बच्चालाई कुट्यो अरे। मेरो छोरी मैले जन्म नदिए पनि मैले कर्म दिएको मेरो एउटा बच्चा हो। मेरो बच्चालाई मैले
कुटेको दिन एउटा पनि भिडियो लिएर एउटा पनि प्रमाण लिएर तेरो बच्चा र मेरो बच्चाको हैसियत चाहिँ मिल्दैन फेरि त मलाई थाहा छ है किन मिल्दैन भने तेरो बच्चाको 500 को केक काट्नुलाई तिमीहरू 10 चोटि सोच्नुपर्छ मेरो बच्चाको बर्थडे मनाउँदाखेरि शानदार 1.5 लाख खर्च गरेर बर्थडे मनाउने मान्छे मै हो बुझ्यौ नि पार्टी तैँले पनि खिचेछस् मेरो छोरीको बर्थडेमा त्यो कारणले गर्दाखेरि मेरो बच्चाको विषयमा बोल्ने तेरो अधिकार पनि छैन नबोल है म बच्चाको विषयमा बोल्न चाहेको थिएन म तेरो छोरीलाई पनि उत्तिकै माया गर्छु जस्तो मेरो छोरी हो त्यस्तै त्यही हो बुझ्यौ नि त्यो कारणले गर्दाखेरि चाहिँ कति दिन भाग्छस् त नेपाल प्रहरीबाट त कति दिन भाग्छस् कति दिन लुक्छस् त तँलाई कसले लुकाइरहेछ अहिले त कति ठाउँमा लोकेसन चेन्ज गर्छस् त कति ठाउँमा मोबाइल अफ गर्छस् अनि कति ठाउँमा पत्रकारहरूलाई फोन गरेर अनि इन्टरभ्यू लिएको 1 सेकेन्ड पनि नहुँदा त फरार भाग्छस् त कति दिन भाग्छस् त अनि तैँले ऋतुहरू त्यस्तो नसोच रे मलाई पनि शर्मिला वाइ भयो मलाई नसोच तँ मेरो फन्दामा परिसक्यो तँलाई तेरो बाबु खत्रीले कति दिन बचाउँछ घरमा दुईटा श्रीमती बचाउने कि तँलाई बचाउने अनि तेरो घरबार मैले कसरी बिगार्यो सञ्जय भाइलाई सोध्न तेरो बुढालाई सोध्न तेरो बुढा आफैले मलाई फोन गरेर के भनेको थाहा छ दुबईबाट दिदी मेरो श्रीमती राम्रो मान्छे होइन मलाई धेरै दुःख दियो मैले धेरै पैसा दिएको दुनिया केटासँग हिँडेर त मेरो श्रीमाले पैसा उडायो तेरो श्रीमाले मलाई भनेको थियो कि बुझ्यौ नि मेरो श्रीमती भनेको चाहिँ कालो मान्छेलाई चाहिँ सेतो बनाउने मान्छे हो यो देश विदेश घुमेर यो खुङखार केटी हो यसले जे पनि बोल्दो रहेछ फाइनेन्समा एउटा किरण लामाको फाइनेन्समा यसले 10 लाख रुपियाँ ऋण निकालेर छ त्यो फाइनेन्सको मान्छेलाई यसले पैसा माग्न जाँदाखेरि तँलाई मैले रेप गरेको थियो मलाई रेप गर्न आयो पैसा माग्न आयो भने यस्तो खालको ब्लेम लाउने मान्छे त राम्रो हो घरबेटीको 15,000 खोइ रेखा दिदीको 15,000 खोइ एक घरबेटीको 14,000 अनि रेखा दिदीको 15,000 खोइ अनि त्यो दाइको 10 लाख अनि मेरो 28,000 खोइ पैसा खोइ हाम्रो पैसा अब मैले चाहिँ पैसा माया मार्ने नै पर्ने हो त अब म मारिदिन्छु त मर्दाखेरि तँलाई सायद कात्रो किन्ने मान्छे तेरो श्रीमानले पनि तेरो यो गतिविधि देखेर यो मेरो बुढीको लास हो भनेर नभन्नेसम्मले त्यो 28,000 मैले तँलाई दान गरेँ दान त मैले कति गरेँ छोरीलाई छोराछोरीलाई स्कुलको फिस तिर्दे तेरो लुगा किनिदियो हरेक कुरा गर्यो त्यो 28,630 रुपियाँ पनि तँलाई मैले दान गर्यो दान तँलाई र बाबु खत्रीलाई चाहिँ मैले दान गर्यो खा पुग्यो सोच्यो होला शर्मिला वाइबाले मुद्दा फिर्ता लिन्छ हैन यो लिँदैन फिर्ता लिँदैन यो हस्पिटलको बिल 1 करोड आए पनि तिर्न क्षमता भएको औकात भएको केटी हो म त जस्तो होइन कि इमर्जेन्सीमा भर्ना गर्नको लागि 500 पनि नहुने केटी म होइन देख्यो आज मलाई भेट्न कति मान्छे आउँछ हस्पिटलमा लाइन छ भेट्नको लागि त्यो ढोकादेखिबाट यहाँसम्म लाइन हुन्छ मलाई भेट्नको लागि मेरो लागि सेक्युरिटी राखिदिएको छ बाहिर बुझ्यो मेरो लागि विभिन्न ठाउँबाट मान्छे आउँछ विभिन्न जिल्लाबाट आउँछ तेरो लागि आउँछ तेरो लागि एउटा कुकुर पनि आउँदैन तेरो बाउ त आउँथेन बल्ल फोन गरेर बोलाएको मैले तँ बिरामी हुँदाखेरि तेरो बाउ के तेरो बाउ मरेर गयो नि तेरो टेन्सनले मर्यो होला के त्यो बाउ बिचरा बाउ मरेको 2 दिन भएको छैन बाबु खत्रीको लागि टिकटक बनाउने तँ कस्तो छोरी हो त बुढाको लागि बनाउँदैन उसले बाबु खत्रीको लागि टिकटक बनाएर रुन्छ आँसु झर्छ बाबु खत्रीलाई पनि यसले फसाएको छ है फेरि बाबु खत्रीको बुढीहरूलाई पनि म भन्न चाहन्छु यो कुरा बाबु खत्री दाइलाई आफैले प्रपोज गर्यो यसले आफूले मायाजालमा फसायो यसले 3-4 वटा दाइको नराम्रो भिडियोहरू बनाएको छ अनि बाबु खत्री चाहिँ बाध्यताले चाहिँ योसँग चाहिँ अहिले बस्नु परेको छ है बाध्यताले हो बाबु खत्री अहिले बाध्यताले त्यो केटीसँग हिँड्नु परेको छ त्यो दाइलाई इज्जतको डर छ यसले भोलि जे पनि बोल्छ आज मेरो बारेमा बोलेको देखियो होला नि त आफ्नो साथीलाई रड प्रहार गर्ने मान्छे राम्रो हो त भनेर त्यो मनमा त सोच्यो होला नि बाबु खत्रीले त भोलि तपाईँ माथि पनि रड प्रहार हुन्छ दाइ तपाईँ माथि त झन् बलात्कार केस हाल्छ त्यसले हेर्दै जानु तपाईँले त्यसलाई छोड्ने बित्तिकै तपाईँको घरमा अलरेडी 2टा श्रीमती छ अब उसले पनि तपाईँसँग बिहा गर्न खोजिरहेछ सञ्जयलाई डिभोर्स दिन्छु भन्नुहुन्छ यदि तपाईँले बिहा गरेन भने तपाईँलाई उसले रेप केस हाल्छ रेप केस
भोलि उसले केसम्म ब्लेम लगाउँछ यसले त मेरो छोरीलाई पनि रेप गरेको भनेर यसले बोल्छ यो सामाजिक सञ्जालमा बोल्छ सञ्जयको बारेमा बोले जस्तै गरेर तपाईँको बारेमा बोल्दैन भने केही ग्यारेन्टी छैन दाइ त्यही भएर आउनुहोस् कानुनमा आउनुहोस् बसौँ सल्लाह गरौँ यदि मेरो गल्ती छ भने म कानुनको दायरामा मलाई सजाय देखाउनुपर्छ होइन म त्यो भन्छु तपाईँलाई त्यो कारणले गर्दा भागेर हिँड्ने काम नगर्नुहोस् लोकेसन चेन्ज नगर्नुहोस् आउनुहोस् हामी सबै बसेर सल्लाह गरौँ यो विषयमा